भएको खण्डमा मेरो नाम मिलन गुरुङ, म लन्डनमा बस्छु। पहिला आर्मी ब्याकग्राउन्डबाट आएको, 15 वर्ष जति आर्मीमा जागिर खाएँ। त्यसपछि लन्डनमा एकदम हाई प्रोफाइल मान्छेको ड्राइभर गर्दै हिँडिरहेको थिएँ। मलाई यो क्रिप्टो सम्बन्धी केही नलेज थिएन। 2009 तिर यो मेरो बिटकोइनको कहानी त धेरैचोटि सुनाइसकेँ मैले। नलेज गए अभावको कारणले मैले बिटकोइनमा साइन गरिनँ। अब मालिकलाई सोधेँ, प्राइम मिनिस्टरको अब सल्लाहकार, अनि यो सर यो बिटकोइनको विषयमा यस्तो आशा के हो भन्दाखेरि आई डोन्ट ट्रस्ट ब्लडी क्रिप्टो भन्न लाग्यो। अब गरिनँ, मैले बुझिनँ, जानिनँ, गरिनँ। त्यसको अर्को सालतिर बिटकोइनको प्राइस 10 पैसा थियो। त्यति बेला पनि अब थाहा नभएपछि अब किनिएन। 2000 पाउन्ड मात्रै लगाइराखेको भए पनि अहिले चाहिँ कति आनन्द आउँथ्यो होला। त्यसपछि अर्को आयो अब ऱ्याट रेस। तपाईँले ऱ्याट रेस भन्नुहुन्छ, अनि अब ऱ्याट रेस गर्दैमा जिन्दगी गयो। यसरी हुँदैन, अब के गर्नुपर्छ, चेन्जेस केही ल्याउनुपर्छ यो जिन्दगीमा भनेर अब त्यसपछि अब बिटकोइन किलर भनेर अर्को एउटा कोइन आयो। त्यसमा लगाइयो भएभरको पैसा अहिलेसम्म आएको छैन। आउनेवाला छ भन्छ, देखाउँछ मात्रै, आउँदैन। त्यस्तै गर्दै जाँदा सिक्दै जाने क्रममा यो हाइपर अब रोशनजीको अब यो के भन्छ, मलाई गोविन्द दाईले चाहिँ इन्ट्रोड्युस गर्नुभएको। अनि रोशनजीको एउटा दुईटा यो वेबिनार मिलेपछि यो चाहिँ मेरो लागि रहेछ भन्ने मनमा लाग्यो। जागिर झन्डै मेरो 50,000 पाउन्ड जति आउँथ्यो वर्षमा। मैले जागिर हाप्थेँ, यो ठिक छ, यसमा भए जे हुन्छ टर्छ भन्ने चिजले चाहिँ मैले ठुलो निर्णय लिएँ भनौँ। अहिले म सिक्दै सिकाउँदै यही कुर्सीमा मेरो दिन बित्छ। यहाँ ढाड दुख्ने व्यथा लाग्ला जस्तो भइसकेको छ। अब पैसा त अब यसमा तपाईँले गर्नुभयो भने विश्वास, मान्छेको सबभन्दा ठुलो कुरो विश्वास हो। जब तपाईँलाई विश्वास लाग्छ, विश्वास लागेर गर्नुहोस्। हाइपरमा जतिको राम्रो रिटर्न यो मार्केटिङ फिल्डमा कुनैमै पनि छैन भन्दामा अब कति आउँछ दिनमा चाहिँ नभनौँ। अब मेरो दिन महिनामा पहिला काममा 2500 पाउन्ड आउँथ्यो भने अहिले रिवार्ड यो ग्लोबल, म भिआइपी लिडर 3 मा पुगेको छु। यो सिक्दै सिकाउँदै ग्लोबल रिवार्ड गएको महिनामा $5200 आएको थियो। यो महिनामा चाहिँ अलिक घटेर $3900 आयो। अब अरू रिवार्डको त कुरा नगरौँ। त्यस कारणले साथीहरू, धेरै जसो मैले यसो हेर्छु अहिले नेपालबाट धेरै साथीहरू आउनुभएको छ। तपाईँहरू अमेरिका, क्यानाडा, युके दुनियाँ जाने भनेर पैसा 25-30 लाख कति खर्च गरेर तपाईँहरू 4 वर्ष लगाएर साउथ अमेरिका दुनियाँ घुमेर पिटाइ खाएर अमेरिका पुग्नुहुन्छ। त्यति पैसा हाइपरमा लाउनु भयो भने त यसमा त तपाईँको 2-4 महिनामा तपाईँ फाइनेन्सियली फ्री नै हुनुहुन्छ। मैले 20,000 भनौँ, मैले मेरो लगानी यसमा झन्डै 20,000 जति होला। तर मैले रिवाई गरी झन्डै 100,000 पुऱ्याइसकेको छु। अब त्यसबाट प्यासिभ रिवार्ड मात्रै 200 रुपियाँ आउँछ भनेपछि हाइपर फन्ड जतिको अहिलेको यो डिजिटल मार्केटमा राम्रो रिटर्न दिने विश्वासिलो कम्पनी अरू कुनै छैन। यसले त हामीले के छ भने बनाएर राखेको कोइन दिन्छ, त्यो लगेर एक्सचेन्जमा लगेर हामीले बेचेर निकाल्ने हो। उनीहरूले हाम्रो पैसा लगाएर उल्टो पैसा कमाइराखेको छ। त्यस कारणले राम्ररी बुझ्नुहोस् हजुरहरूले पहिला, त्यसपछि नडराउनुहोस्। डराएर कहिले लडाइँ हुँदैन। अब हाम्रो बाजेले भिसी कसरी जित्यो, डराएन, गएर लडाइँ मान्छे मारेर जित्यो भिसी। अब रेकमेन्डेसन पायो होइन। त्यस्तै यसमा पनि कम्पनीको विषयमा रोशनजीले यति राम्रो रिसर्च गरेर हामीले दिन रात यसरी सुनिराख्नु भएको छ। हामीले यसमा रिसर्च गर्नुपर्ने कुरा केही छैन। यसमा पुरा तपाईँहरूलाई छर्लङ्ग भइसकेको छ। म कति महिना 8 महिना जति भयो यसमा दिन रात बिहान बेलुकी सधैँ आएर सुन्छु। जहिले सुने पनि नयाँ कुरा हो कि भनेर मेरो दिमागले चाहिँ मैले जहिले पनि रिचार्ज गर्छु। यस्तै तपाईँहरू पनि आउनुहोस्, सुन्नुहोस्। यो चाहिँ राम्रो छ। समय अलिकति लिएँ, सरी। धन्यवाद रोशनजी, सबैबाट बिदा चाहन्छु। शुभ दिन हजुर।